किसकडा के गरौँ यहाँ जानु भइहाल्यो आज रातिको 12-1 बजिसक्यो यार लास्ट गाह्रो भयो केटी हराएन होइन साथी हराएन लामो साथ छोडे मलाई मुझ कस्तो डर लागिरहेको मोड भाइ मलाई मुझ कस्तो डर लाग्छ र मुझी मलाई त्यही कुरा हात डर छैन क्या मुझी हुन आँखा रातो भएको अझ लामो पुलिस आएर के गर्नु पर्छ भाइ घर भल मलाई मुझी ज्याकेट पनि ल्याएन मेरो आज लास्ट दिन जस्तो लाग्छ कुरा बिग्रिरहेको पुलिस आयो जस्तो पुलिस आयो भने अस्ति जस्तो आयो भने मैले कहाँ फर्स्ट टाइम म दिलेको नाम 9-10 साल थियो हामी यहाँ छुटेर 6जना थियो यस्तो गाह्रो कहिले भएको थियो होला यही हो यसकै दिदी हो यसकै दिदी हराएको हाम्रो ग्रुपमा दुईटा केटी थियो एउटा केटी हरायो अर्को केटी चाहिँ छ यो भिडियो जस्तो मोबाइल हो नि कति बज्यो है अब घर दाइको घर जानु पऱ्यो अब चाहिँ सुत्नु पऱ्यो के गरौँ टेन्सन त भइरहेको छ नि 55 टेन्सन त भइरहेको छ के गरौँ अब जिन्दगीभर केटीको सधैँ नाइट हान्दैन साथीहरू सबै बुढो बेच्ने होस् कि जो होस् सात हेर्नु छ कोही छैन भने टेन्सन भइरहेको छ मेन कुरा हाते जस्तो जिन्दगी भइसक्यो हाम्रो त्यो कि साथी भने जस्तो हेल्प गर्न आएको अब जस्तो खोज्दैन झ्यापमा छु जस्तो देखाएको छैन म कति पर्छ अब यो कतिमा भ्लग हुने अब हामी मोबाइल चार्जमा राखेर सुत्दिन्छु म त सिधै अनाथ मेरो झन् चार्जर पनि छैन त्यस्तो ल आखिरी भयो अब फेरि नट लाइक